गाइस अचार बनाउन आँटेको सिलौटोमा हाम्रोमा फलेको यो चाहिँ किनेको है गाइस फल्छ पनि हामी नबसे पनि भिडियो बनाएको भिडियो एलो हाबाको लाइभ भन्दैछ अब एलो हाबाको लाइभ अब आकृतिको बालो कि त है पहिलेदेखिकै होला क्या त्यो चाहिँ र त्यहाँ चाहिँ हाम्रो काँक्रा पनि फल्छ अनि खल्पी यो तपाईँको पर्सिदेखि खानालाई हुन्छ अनि निकोर्सी नै सकिन्छ यो छिट्टै सकिन्छ मलाई मनपर्छ साह्रो बाबा चाहिँ आफ्नो टिकटक हेर्दै सरसफाइ गर्नुपर्ने थियो हल्का फुल्का गरेर अघि घाम पनि लागिसक्यो यस्तो अनसर्टेन छ गाइस हेर्दा सुरुमा अब यहाँ पानी आउँछ क्या पानी आएपछि मात्र अनि यो भाँडा उहाँ गरिदिनुपर्छ नत्र अहिले त यहीँ नै धुनुपर्छ कम त गाह्रो लाग्यो उता पतिरबाट पानी ल्याएर यो पानी चाहिँ बन्द पनि गर्नु पर्दैन यो पानीको मिटर उठ्दैन अब हाम्रो घरमा पानी नआउन्जेल चाहिँ धाउनु पर्छ चाहिँ मेरो बिहे गरेको साल 2054 सालमा किनेको यो हाम्रो फुलखेउली रहेको छ गाइस 54 साल भनेको आज हो यो चाहिँ मम्मीले पुर रोपिसकेको थियो बिरुवा टमाटरको अहिले यहाँ फल्न पनि थालिसकेको छ माइ गड मैले सानो बिरुवा रोपेर पुर भएको छोडेर अन्ना ठुलो भएको छ ए हजुरभन्दा धेरै ठुलो नि फलिरहेको छ यहाँ काँक्रा पनि छ काँक्रा नि फल्छ आकृतिलाई मनपर्ने खालको काँक्रा